बोट बिरुवा उमार्ने यो ट्रिक आजै सिक्नुस्, जीवनभर काम लाग्छ। अनि लाइक र शेयर पनि गरिदिनुहोस् है। गुलाबको डाँठलाई महमा डुबाएर आलुमा गाडिदिनुस्, त्यसपछि त्यसलाई गमलामा रोपेर माथिबाट काटिदिनुस् अनि नयाँ बिरुवा पलाउँछ। मकैलाई पानीमा डुबाएर केही दिन राखिदिनुस्, त्यसपछि त्यसबाट पलाएका बिरुवा माटोमा लगाउन सकिन्छ। छान्नेलाई कचौरामा राखेर त्यसमा मेथी हालिदिनुस् र पानी थपिदिनुस्, केही दिनमै मेथीका पात उम्रन्छन्। हरियो प्याजको तलको डाँठ काटेर गमलामा रोपिदिनुस्, त्यसबाट नयाँ प्याज उम्रन्छ। धनियाँको तलको डाँठ काटेर वरिपरि चपस्टिक राखिदिनुस् र भाँडोमा पानीमा डुबाएर राखिदिनुस्, त्यसबाट नयाँ धनियाँ पलाउँछ। केराको बीजको भाग चम्चाले निकालेर गमलामा राख्नुहोस् अनि त्यसमा माटो र पानी थपिदिनुस्, यहाँबाट केराको नयाँ बिरुवा पलाउँछ। स्ट्रबेरीको माथिल्लो बोक्रा ग्रेट गरेर गमलामा राखिदिनुस्, माटो र पानी थपिदिनुस्, त्यसपछि स्ट्रबेरीको बिरुवा पलाउँछ। सिमला खोर्सानीलाई काटेर त्यसका बिउलाई 2 टिस्यु पेपरको बीचमा राखेर 3 दिनसम्म राख्नुहोस्, त्यसपछि बिरुवा रोप्न सकिन्छ। सुन्तलाको बोक्रालाई बीचबाट खाली गरेर त्यसमा माटो हालेर त्यसको बिउ हालिदिनुस्, यसरी सानो गमला तयार हुन्छ। अब यदि तपाईँ आफ्नै देशका किसानको सम्मान गर्नुहुन्छ भने एउटा कमेन्ट र आइडी फलो गर्नुहोस्।